विद्यार्थीमाथि प्रहरीले किन गर्यो नियन्त्रण? यो घटनापछि सामाजिक सञ्जालमा तीव्र रूपमा बहस सुरु भएको छ। कीर्तिपुरमा डुबान प्रभावित सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टर पुगेका जेन्जी अभियानका अगुवा माजिद अन्सारी, करिश्मा थापा लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार होल्डिङ सेन्टरको सुरक्षा र अवस्था नियन्त्रणमा राख्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिँदै गर्दा माजिद अन्सारीले पक्राउ पुर्जी मागेका थिए भने भिडियोमा प्रहरीले विद्यार्थीले राजनीति गर्नु हुँदैन भनेको पनि सुनिन्छ। यसअघि अन्सारीले एक अन्तर्वार्तामा अरू देशमा राजालाई फाँसी दिइन्थ्यो, नेपालमा भने बाँच्न दिइएको छ भन्ने अभिव्यक्ति दिएका थिए। यो पक्राउ कानून अनुसार उचित थियो वा अभिव्यक्ति र विरोधको अधिकारमाथि हस्तक्षेप? आफ्नो धारणा कमेन्टमा अवश्य लेख्नुहोस्। यस्तै ताजा तथ्यमा आधारित अपडेटका लागि फलो र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।